हेलो गाइज, हामी चाहिँ अहिले बरेङको डाँडामा है गाइज। हामी चाहिँ अहिले बरेङको डाँडामा, यो चाहिँ मादर केही नभनौँ उहाँ तल्लोतिर चाहिँ भैँसी चराहान। हामी चाहिँ अहिले डाँडामा छौँ। डाँडामा यहाँ आएर सबैजना डेटिङ बस्न सक्नुहुन्छ। अनि ए बवाल छ ठाउँ चाहिँ, सबैजना आएर इन्जोय गरिदिनु होला। यो चाहिँ बरेङ गाउँपालिकाको रुक्नु चाहिँ फन पार्कको ऊ अगाडि देखिरहेको डाँडा चाहिँ फन पार्कदेखि यताको चाहिँ यो डाँडा। यहाँ आएर सबैजना इन्जोय गर्न सक्नुहुन्छ। हामी नि इन्जोय गर्न आएको। यो हयम ओह्रालीमा न्यु खोजिरह, पेन्कल ओह्राली न्यु खोजिरह है। सो फेरि देखाइदिन्छु है। वे त मुझे आउनुहोस् नआउने बेला लाएर खानु बोलाएको कस्तो नि चिक्ने फेरि मार चिक्ने खाना भनेर आउँछ। मुजी यता झगडा गर्छ मुजी। सो अहिले भेटौँ न गाइज। ए भिडियो गर्दैनस्? समीक्षा अधिकारी आउँदै हुनुहुन्छ हाम्रो ठाउँमा। उहाँले चाहिँ राम्रो राम्रो गीतहरू दिइराख्नु भएको छ। हाम्रो नेपाललाई रिप्रेजेन्ट गरिराख्नु भएको छ राम्रो राम्रो गीत दिएर। सो उहाँलाई अग्रिम जीवनको हार्दिक हार्दिक शुभकामना दिँदै उहाँको अझै उन्नति प्रगति हुँदै जाओस् भन्न चाहन्छु म। त्यसै भन्दै आज म थम्नेल बजारमा तिमीलाई देखेको रहेछ भेट हुन लेखेको। शर्मा फक्यो कुत्ता उता बसिरह यसको साथी, यसको प्योर साथी के। हेलो गर त साथीलाई बोलाउनुहोस्। अलिक कबार छ ल। ल एउटा थम्बनेल चाहिँ आयो है गाइज। चाहिँ एउटा थम्बनेल आयो। थम्बनेल पाइयो नि त। एउटा थम्बनेल पाइयो, अरू पनि थम्बनेल बनाइन्छ हामी। हे ब्रो, अरूलाई नहेट, ठिक छ यहाँ चाहिँ छ। छोड्दे त्यो फेक लभ, आफ्नो त ख्याल गर। सुरुमा आफ्नो टाइम आफैलाई दे त। तँलाई माया गर्ने मान्छे यहाँ धेरै छ। मायाको सबैलाई केयर गरिहाल्छु नि। भन्नै पर्दैन तेरो युट्युब च्यानलको लागि होइन। गिफ्ट है गिफ्ट है। यसको आँखा चाहिँ आज मौरीले टोकेर सुन्ने छ। मेरो नि टोक्न लाग्थ्यो अलि, त्यति सुन्ने होइन। अहिले साँझसम्म चाहिँ ढुक्क सुनिदिन्छ, मौरीले टोकिदिन्छ। दोस्त तिमी झ्याप देखे होइनौ कि लास्ट झ्याप देखे आऊ। ल गाइज, हामी चाहिँ अब माथि फन पार्कमा गएर देखाइन्छ। पिङ सिङ खेलिन्छ, भिडियो गराइन्छ। ओके बरेङको त्यो माथि बरेङ गाउँपालिका दुई हामी चाहिँ अहिले फन पार्कमा आइसकेको छौँ गाइज। माथि दुरीमा होइन। यसलाई कसले चिन्नुहुन्छ? यस्तै हो गाइज होइन। यसलाई कसले चिन्नुहुन्छ? यसलाई चिन्नेले फलो लाइक सब्सक्राइब गरिदिनु होला। मेरे को बहुत जानते हैं बंदे, इंडिया के भाई लोग भी है। हाँ, इधर नेपाल का भी सारे को है। अभी हम हमारा गांव का एक फन पार्क में आए हैं और इधर रमाइलो करेंगे, झूला झूलेंगे और जाएंगे त्यहाँ झरालाई। हेलो गाइज, अहिले चाहिँ हामी बरेङ बजार आई लभ बरेङ छ यहाँनिर आइसकेको छौँ। आइज मलाई भिडियो गरिदिन्छु कि भिडियो। ल कहाँतिर हालेछ है? भवाल आइजको भयो यार, छोडिदियो। सो गाइज, हामी चाहिँ अहिले यहाँ तल ठ्याक्कै आई लभ बरेङ भनेर बोर्ड छ जुन त्यो पानको पात छ त्यहाँदेखि हल्का माथि र पिङ खेल्न आइरहेको छ। अनि
हुनुहुन्छ मेरो साथी चाहिँ धम्किरहेको के उसलाई चाहिँ चिया खानु मन लाग्यो अरे होइन गाइज अब हामी चाहिँ उयो बजारमा गइन्छ उयो तलको बजारमा त्यहाँ चाहिँ मेला लागेको छ आज समीक्षा अधिकारी आउँदै हुनुहुन्छ अनि सो हामी देखाउँछौँ समीक्षा अधिकारीलाई पनि सो जतिजनाले पनि भिडियो हेरिराख्नु भएको छ सबैजनालाई थ्याङ्क्स फर वाचिङ अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला होप यु गाइज लाइक दिस भिडियो होप यु गाइज लाइक दिस भिडियो हो कि के भन्छ त मैले जानिनँ केही छैन हामी चाहिँ अहिले पिङ खेल्दै हौँ यता चाहिँ बोलाउनु भएको छ दोस्त ल हामी चाहिँ अहिले यहाँदेखि तलतिरको यात्रा गरिन्छ अनि यहाँ चाहिँ आउन सक्नुहुन्छ बरेङको राम्रो घुम्ने ठाउँ छ कस्तो नराम्रो देखेको छ म चाहिँ मास्क लगाउनु गइरहेको छु किनकि थुप्रो नदेखाउँ न भनेर अनि वाउ बबाल छ त सिन यार सबैजनाले सब्सक्राइब है गाइज सब्सक्राइब अन माई च्यानल गाइज ओके यो चाहिँ आई लभ बरेङको उस यहाँ चाहिँ यसरी बस्ने टक्क उताबाट फोटो खिच्छन् होइन यहाँदेखि खिच्नु नि मिल्दो रहेछ रुखलाई सानो रहेछ गाई थुके माथि थकिहाले जान्नुहोस् त त्यो चाहिँ घर तल हिँड भनेर त्यो हर्सम्म गाई तर मान्दैन यसको चकमा चुर्न घुसे त्यही भएर उयो तल जाने गाउँ कि बजार देख्न सक्नुहुन्छ बरेङ बजार चाहिँ अहिले बरेङ बजार माथि छौँ साथी र म हाम्रो गाउँमा चाहिँ धेरै नै जाडो छ कोही पनि आउँदै हुनुहुन्छ भने अलि सुरक्षा अपनाउनु होला तातो कपडा लाउनु होला भन्न चाहन्छु अनि अरे त्यही हो अनि हामी चाहिँ उसलाई चाहनु जान्नुहोस् हामी चाहिँ अहिले चाहनु जाँदैछौँ गाइज सो अहिले चाहिँ हामी हिँडिसकेको छौँ तलतिर हिँडिसकेको छौँ यता हेर त लुक एट मी गाइज लुक एट मी देखो न सुलुलु गाइज सुलुलु बाटो चाहिँ आमाको बाजे यार गाइज बरेङ बजारको बाटो नेताले खाइरहेछ भात जनताले खाइरहेछ आटो अस्ति जेन्जीले निकालिदियो खाइदियो नेताको साटो जेन्जी जति हो आटो नहें पाए के त वी आर जेन्जी गाइज वी आर जेन्जी 17% 20% छ गाइज अब चाहिँ हामी चिया खाने ठाउँमा देखाउँछौँ अनि लास्टमा राति देखाइदिन्छौँ त्यही हो अब चाहिँ हामी चाहिँ तल हिँडिरहेको छौँ अब एकैचोटि बरेङ बजारमा गएर देखाइदिन्छौँ सो गाइज यहाँसम्म हेर्नु भएको छ भने कमेन्ट गर्नु नबिर्सिनु होला दुश्मन हेरेको हेरेछ
Disco, disco.